तुङदुङ तरुङसन भवनमा तुङदुङ ग्राम पञ्चायत भरिका एसएजी समूहहरूको एजिएम हुँदै रहेछ र उहाँहरूको सङ्घको नाम चाहिँ तुङदुङ वुमेन मल्टिपर्पज कोअपरेटिभ सोसाइटी भनेर चाहिँ हाम्रो तुङदुङ ग्राम पञ्चायत र सुके खण्डभरि नै उहाँलाई चिन्ने गरिन्छ र आजको एजिएममा विशेष रूपले सुके खण्डबाट एसएजी सुपरभाइजर म्याडम रेशमीजी उपस्थित हुनुहुन्थ्यो र उहाँ सँगसँगै तुङदुङ ग्राम पञ्चायत उपप्रधान श्रीमती सुषमा राईज्यू जो चाहिँ एसएजी बी एलडी पनि हुनुहुन्छ र उहाँहरूको सङ्घका सभापति म्याडम सुषमा तामाङज्यूले चाहिँ यहाँ एकदमै राम्रो सम्बोधन गरेको देख्यो र आजको यस एजिएममा चाहिँ तुङदुङ ग्राम पञ्चायतमा जम्मा 7वटा वार्डहरू छ र 7वटा वार्डहरूबाट चाहिँ 6जना बिएडहरू चाहिँ छनौट भएको रहेछ र सँगसँगै पुङपट्टिबाट चाहिँ 4जना चाहिँ एसएजी समूहलाई रिप्रेजेन्ट गर्ने रिप्रेजेन्टेटिभहरू पनि हुनुहुँदैछ र उहाँहरूलाई पनि यहाँ चिनाजाना गराउने एउटा कार्यक्रम रहेछ। यो सँगसँगै एसएजीले चाहिँ हाम्रो नारी जातिलाई के कस्तो फाइदाहरू हुन्छ र त्यो बारेमा पनि यहाँ सम्बोधन गरेको देखियो र त्यो सँगसँगै उहाँहरूको हरिसाप सम्पूर्ण हरिसाप पनि सुन्नु गरेको देखियो र यस है आजको यस भिडियोमा चाहिँ उहाँहरूको जुन चाहिँ सम्बोधन चाहिँ जस्तोको तस्तै म यहाँ राख्दैछु र मेरो फेसबुकको साथीहरूले लाइक कमेन्ट र सेयर चाहिँ एकदमै कन्जुसी नगरिकन गरिदिने र उहाँहरूको यो भिडियोलाई मजाले एकपल्ट अलिकति लामो भए पनि समय निकालेर हेरिदिने म अनुरोध गर्छु र यहाँहरूको भिडियो हेरिदिनुहोस् है त कस्तो लाग्यो तपाईँहरूलाई र कस्तो लाग्छ तपाईँहरूलाई। अनि आज विशेष गरी आजको हाम्रो यो वार्षिक आमसभा हुन गइरहेछ अनि यस सभामा हामी यहाँबाट जतिवटा पनि एजेन्डाहरू यहाँबाट हामी भन्छौँ तपाईँ प्रत्येक मेम्बरले आफ्नो मनमा लिएर है खाता पेनहरू ल्याउनु भएको छ भने लेखेर राख्नुहोस् किनभने कतिवटा कुरो तपाईँहरूलाई याद हुँदैन सुनेर गएको भन्दा चाहिँ अब खातामा तपाईँहरूले लेखेर गएको चाहिँ धेरै राख्नुहुन्छ है। अनि यसरी नै आजको वार्षिक आमसभाको एजेन्डा नम्बर 1मा छ हाम्रो सङ्घको चुनाव भइसकेको छ र यस चुनाव तारिक 18 तारिक 11 विशेष अहिले अब हाम्रो गर्नुपर्ने मेन कुराहरू भन्दा चाहिँ के भन्दा अहिले सिसीबाट हाम्रो है सिआइबाट लोनहरू धेरै धेरै हामीले चलाइरहेको छौँ पाइरहेको छौँ तर हामीले अब त्यसलाई बेसी जस्तो युज अब राम्रोसँगले उपयोग छैन हाम्रो बेसी जस्तो हामीले हेर्दाखेरि मिसयुज भइरहेको छ त्यो पैसा है। हाम्रो 6 लाखसम्म अहिले बेसी भनेको एसएजीमा 6 लाखसम्म लोन छ तर हामी दिदीबहिनीहरूले लोनहरू लिएर प्रायः जस्तो हामीले त्यसलाई राम्रोसँगले उपयोग गर्दिनँ घर लगेर अनेक थरी चाहिने उपयोग कादम्बरी पिकल्स गर्छ नि थाहा छ है सबैलाई थाहा छ कि थाहा छैन को बाहेक अरूलाई थाहा छ उहाँहरूले चाहिँ अचार बनाउनुहुन्छ है अचार बनाउँदाखेरि उहाँहरूको एउटा पिएमएफिबी भनेर चाहिँ हाम्रो प्रपोजल गएको थियो र त्यो उनीहरूले चाहिँ कति 5 लाख आएको छ है 5 लाख आएको छ। अब हेर्नुहोस् है तपाईँलाई यत्रो पैसा हाम्रो डिपार्टमेन्टबाट दिँदैछ भने त्यो बिजनेसलाई त हामीले कसरी बढाएर लान सक्छौँ त्यो त हाम्रो माथि हो नि त्यो पैसा आयो र राखिरहनुलाई त होइन त्यसलाई अलिकति डेभलप गर्नु पऱ्यो 5 लाखलाई 10 लाख कसरी बनाउनु हामीले तपाईँलाई त हेल्प गर्दैछ नि त हाम्रो डिपार्टमेन्टले त्यसमा चाहिँ हामी नै अघि बढेर त्यसलाई कसरी बढाउँथ्यो अब आज गर्छौँ भोलिको दिनमा गर्दिनँ भनेपछि त भएन त्यसले गर्दा यो तपाईँले याद गर्नु पऱ्यो तपाईँलाई कुनै पनि त्यसको कुनै पनि प्रोजेक्टहरू गर्नु चाहनुहुन्छ भने सङ्घलाई भनेर हाम्रोमा आउनुहोस् हामी गराइदिन्छौँ तर मेक स्योर कि यो प्रोजेक्ट चाहिँ तपाईँको लाइफ टाइम जाओस् यो होइन कि आज गरेँ भोलि छोडिदिन्छु नै। अब जस्तो पिजी नै भने पिजीमा हामीले के गरेको छौँ अब सिजनल हो नि त तपाईँको होइन अब यो सिजनमा यो भएपछि हामीले यो मात्रै उत्पाद गऱ्यौँ त्यो सिजन सक्नेबित्तिकै अर्को सिजनमा हाम्रो के हुन्छ त्यति बेला त्यो गरिहाल्यो भने तपाईँको 12 मासै त्यो बिजनेस चलिरहन्छ एउटा सिजनमा मात्रै चलायो भने त तपाईँको बिजनेस त सक्यो
त्यहाँदेखि त केही गर्नु सक्दैन, त्यहाँदेखि त हामी सेलिन्छ, सेलेपछि अर्को वर्ष नगरौँ भन्ने हुन्छ। त्यस्तो गऱ्यो भने को लसमा हुन्छ? को लसमा हुन्छ? ग्रुप लसमा हुन्छ नि। आफै लसमा हुनुहुन्छ। त्यसले गर्दा त्यसलाई कसरी बढाउनुपर्छ तपाईँहरूको माथिले छ। र यो साथै तपाईँहरूको एमआइटी एसटिसिएमहरू त भइरहेको छ। पहिरो गइबस्छ, कोही बेला कसैकोमा आगो लाग्छ, कोहीको घरमा एकदमै दैनिक स्थिति छ र उसको ट्रिटमेन्टको लागि पैसा छैन भने सङ्घले 5,000 लोन दिन्छ। तर त्यसमा रेट अफ इन्ट्रेस्ट चाहिँ लाग्दैन। त्यो पैसा तपाईँले 6 महिनामा चाहिँ फर्काउनु पर्यो। तर यो पनि के हो, ग्रुप माझमा एउटा चिठी आउनु पर्यो, ग्रुपको यो सदस्यलाई यति पैसा चाहियो, त्यहाँ मात्रै सङ्घले त्यो पैसा दिन्छ। अस्ति भर्खरै हामी अरू जिपीमा डुब्दाखेरि के भेटायौँ भनेपछि ग्रुपबाट मानिलिनुहोस् एकजना मेम्बर छ, जस्तो सुमित्रा छ है, सुमित्रालाई पैसा चाहियो, सुमित्रालाई मात्रै थाहा छ कि उसले सिआइएफ अथवा बिआरएफ थापेको छ, अरू कसैलाई थाहा छैन। त्यो त भुल हो नि त। सबै ग्रुपको, एउटै ग्रुपको सबै सदस्यलाई सबै थाहा भएको हुनुपर्छ। यस्तै पाराले एउटा अझै जिपीमा हाम्रो 20 लाखको लोनको हेरफेर भइरहेको छ। एकजनाले अरू ग्रुपको मेम्बर्सको पैसा चलाइदिएको छ। आज आएर हामीलाई कम्प्लेन गर्दैछ कि हाम्रो पैसा चलाएको छ भनेर। तर दिने बेला त उसले त हामीलाई आएर सोधेन। अनि हामीले तपाईँलाई बारम्बार भनेको छु कि तपाईँले आफ्नो ग्रुपको पैसा आफ्नो ग्रुपदेखि बाहिर कसैलाई नदिनुहोस्। तपाईँले दिए भने त को जिम्मेवार हुन्छ? तपाईँ जिम्मेवार हुन्छ। भोलिको दिनमा ब्याङ्कले त त्यो पैसा फिर्ता मान्छ, जसरी भए पनि कसलाई मान्छ? ग्रुपलाई नै मान्छ। तपाईँले अर्कोलाई दियो भने ब्याङ्कले त अर्को मान्छेलाई चिन्दैन। त्यसले गर्दा तपाईँले यो सिआइएफको पैसा, बिआरएफको पैसा अथवा सिसीको पैसा यो चाहिँ अरू कसैलाई पनि नदिनुहोस् है ल। त्यसै अनुसारले बिआरएफ जुन चाहिँ भन्दै थिएँ, बिआरएफको फेरि पनि 1 लाख बस्दैछ सङ्घमा। तर यो पैसा चाहिँ हामी जहाँ पाए त्यहीँ युज गर्नु सक्दैनौँ। जहाँ हाम्रो जरुरत छ, जसको लाइक इकोनोमिक एक्टिभिटी राम्रो छैन वा तपाईँको दैनिक स्थिति छ, जसको पहिरो गएको छ, यो पैसा चाहिँ हामी एससिटीदेखि बाहिरलाई पनि दिनु सक्छौँ। तर त्यो ग्रुपको अरू कसै मेम्बरले उसलाई प्रपोज गरिदिनुपर्छ, उसलाई यस्तो यस्तो भएको छ र त्यो पैसा दिन्छ। तर त्यो पैसा 6 महिनामा चाहिँ फर्काउनै पर्यो। हिजो मात्रै एउटा ग्रुपले भन्यो कि त्यसमा पनि इन्ट्रेस्ट दिएको छ, तर बिआरएफमा चाहिँ इन्ट्रेस्ट लाग्दैन र यो 6 महिनामा फर्काएकै हुनुपर्छ। यसमा कति चाहिँ एनएलएमबाट पनि आएको हुन्छ, तर हामी त्यो पनि यहाँ भन्ने गरेकोले गर्दाखेरि चाहिँ हो। र यसमा हामीले जुन चाहिँ यो अघि जेएलएक्स भन्नुभयो, सङ्घको यो अनरियमहरू जुन चाहिँ पसेको छ त्यो हिसाबसँग हो। र टोटल हाम्रो यहाँनिर जस्तो सिआरको त हामीले सँगले खर्च गरेको सिआर सर्टिफिकेट बनाउँदा र यो टिएहरू चाहिँ हो। तर त्यो बाहेक चाहिँ प्रफिट भएको चाहिँ यो फेरि अहिले 25-26को होइन, 25को होइन, यो चाहिँ 23देखिको 24 मार्चसम्मको मात्रै हो। अनि त्यसले गर्दाखेरि यो चाहिँ हाम्रो अहिले प्रफिट चाहिँ 2 लाख जुन हामीले भन्यो त्यो प्रफिट हो। किनभने यसमा अब हामी पहिला प्रफिट भन्यौँ, अन्त 5 लाख खर्च भनेर चाहिँ अब ग्रुपहरू पनि अलिक उयो भयो होला। तर यो चाहिँ अब किनभने एनआरएमबाट आउँछ हाम्रो ट्रेनिङ लिउ त्यो पनि हो। अन्तखेरि यो अनरियमहरू जति पनि हाम्रो क्याडर्सहरूको पाउँछ त्यो सबै एनआरएमबाटै आएको हो। त्यो हिसाबहरू लाएर चाहिँ यो सबै 5 लाख भएको चाहिँ यो हो। र सङ्घबाट चाहिँ हाम्रो यो जुन चाहिँ छ यो सङ्घको चाहिँ हामीले खास हाम्रै सङ्घ एकाउन्टबाटै हामीले खर्च गरेको चाहिँ टिएमा हाम्रो यो 23-24को 24 एक वर्षमा हाम्रो 1,31,960 हो टिए त्यति छ। र यो 2500 चाहिँ हाम्रो जुन चाहिँ हामीले सेयर क्यापिटल उयो गर्दाखेरि त्यो दिन्छौँ सर्टिफिकेट यसको हो। र यो मिटिङ एक्सपेन्सिभ भनेको चाहिँ अब हामीले मिटिङतिर जुन चियाहरू खाजाहरू दिन्छौँ मिटिङमा, त्यसमा चाहिँ हाम्रो